कक्षा 1 मा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएको यस कक्षामा तपाईहरुलाई स्वागत छ। आजको कक्षा नेपाली विषय पाठ 5 मा आधारित छ। आज हामी यी वर्णको उच्चारण र यी वर्ण पहिचानका लागि विभिन्न क्रियाकलाप गर्नेछौँ। कक्षाको सुरुमा चित्र हेरौँ है त। यो चित्रमा हेर्नुहोस् त, के गर्दै होलान् बाबुले? उठ्दै छन्। उनी को होलान् त? स्याबास, उनी ईशान हुन्। ईशान बिहानै उठे। ईशान दाइसँग पसल गए। पसल खाली थियो। उनीहरू अब कहाँ गए होलान्? उनीहरू गुरुआमाको घरमा गए। गुरुआमालाई उनीहरूले नमस्कार गरे। अनि गुरुआमाले ईश्वरका बारेमा बताउँदै हुनुहुन्थ्यो। अनि ईशानले सोधे, गुरुआमा, ईश्वर को हुन्? उनी कहाँ छन्? भनेर ईशानले सोधे। विद्यार्थीहरू, ईश्वर को हुन्? उनी कहाँ होलान् त? अनि गुरुआमाले के भन्नुभयो होला? भन्नुहोस् त। गुरुआमाले भन्नुभयो, आमा बुबा नै ईश्वर हुन्। ईश्वर तिमीहरूसँगै बस्छन् नि। भनेपछि त ईशान र उनको दाइ दङ्ग परे। किन दङ्ग परे त? ईश्वर चिनेर दङ्ग परे। आज हामी आमा बुबा नै ईश्वर भन्ने पाठ अब सिक्नेछौँ। हस् ल, अब यता हेर्नुहोस् त, सुन्नुहोस् र उत्तर भन्नुहोस्। आमा बुबा नै ईश्वर। अब म पाठ पढ्नेछु, तपाईहरू पनि म सँगसँगै आफ्नो पुस्तकमा मैले पढेको शब्दहरू हेर्दै, सुन्दै र भन्दै जानुहोस्। हस् विद्यार्थीहरू, ईशान बिहानै उठे। ईशान दाइसँग पसल गए। पसल खाली थियो। उनीहरू गुरुआमाका घरमा गए। गुरुआमा ईश्वरका बारेमा बताउँदै हुनुहुन्थ्यो। ईशानले सोधे, गुरुआमा, ईश्वर को हुन्? उनी कहाँ छन्? गुरुआमाले भन्नुभयो, आमा बुबा नै ईश्वर हुन्। ईश्वर तिमीहरूसँगै बस्छन् नि। ईशान ईश्वर चिनेर दङ्ग परे। विद्यार्थीहरू, तपाईहरूले पनि म सँगसँगै पढ्नुभयो होला। अब म तपाईहरूलाई प्रश्न सोध्छु। त्यो प्रश्नको उत्तर यो पाठमा भेट्न सकिन्छ। ल, अब प्रश्न सोध्छु है त। ईशान कोसँग पसल गए? ल सम्झनुहोस् त, अघि हामीले पढेको। ईशान दाइसँग पसल गए। अर्को प्रश्न सोध्छु है त। ईशानले गुरुआमालाई के का बारेमा सोधे? शाबास, ठिक भन्नुभयो। ईश्वर को हुन्? उनी कहाँ छन्? भनेर ईशानले ईश्वरको बारेमा गुरुआमालाई सोधे, हैन त? शाबास। अर्को प्रश्न, ईश्वर को रहेछन्? ल भन्नुहोस् त, ईश्वर को रहेछन्? आमा बुबा नै ईश्वर हुन्। आमा बुबा नै ईश्वर रहेछन्। अनि ईश्वर पनि हामीसँगै बस्दा रहेछन्। ईशान ईश्वर चिनेर दङ्ग परे। शाबास, तपाईहरूले राम्रोसँग प्रश्नको उत्तर दिनुभयो। तपाईहरूलाई धेरै धेरै धन्यवाद। अब म अर्को क्रियाकलाप गराउँछु। ल विद्यार्थीहरू, यस चित्रको बारेमा भन्नुहोस् त। शाबास, गाई छ। अनि भाइ बहिनीहरू पनि छन्। भाइको नाम के होला? दिदीको नाम के होला? शाबास, दिदीको नाम इला। भाइको नाम ईशान, हैन त? हो। इला र भाइले के गर्दैछन् भन्नुहोस् त? गाईको हेरचाह गर्दैछन्। शाबास। अनि जङ्गलको बीचमा चाहिँ के छ त? हेर्नुहोस् त, जङ्गलको बीचमा के रहेछ?
स्याबास, मन्दिर छ। जङ्गलको बिचमा मन्दिर छ, मन्दिर देखिएको छ। मन्दिरभित्र पनि ईश्वर छन्। अब यो चित्रको बारेमा म तपाईँहरूलाई सुनाउँछु है त। इलाको घरमा कैली गाई छ, अनिसाको घरमा माली गाई छ। इला र अनिसा गाईलाई माया गर्छन्। उनीहरूको घर नजिक मन्दिर छ। दिदीभाइ ईश्वरीसँग खेल्छन्। उनीहरू खेलेको देखेर आमा बुबा खुसी हुनुहुन्छ। चित्रको बारेमा कथा पनि सुन्नुभयो। अब तपाईँहरूले पनि यस्तै गरी यो चित्र हेरेर कथा सुनाउनुपर्छ। हस् विद्यार्थीहरू, ल अब हामी अर्को क्रियाकलाप गर्छौँ। विद्यार्थीहरू, यो चित्र हेर्नुहोस् त, यो के को चित्र होला भन्नुहोस् त। स्याबास, ठिक भन्नुभयो, यो चित्र गाईको हो। फेरि भन्नुहोस् त, यो के को चित्र? गाई। अब हामी गाई लेख्छौँ। गाईको पछिल्लो वर्ण के छ त? ई। त्यसैले हामीले गाईको ईलाई यसरी गोलो घेरा लगायौँ। अब पढ्नुहोस् त, गाई ई। गाईको पछिल्लो वर्ण के त? ई। अब अर्को चित्र हेर्नुहोस् त, यो को होला? ईशान। भन्नुहोस् त, ईशान। ईशानको पहिलो वर्ण के हो? ई। ई, ईशान। ई, ईशान। फेरि भन्नुहोस् त, ई, ईशान। ईशानको सुरुको वर्ण के छ? ई। अब अर्को चित्र हेर्नुहोस् त, यो के को चित्र होला? आहा, ईश्वर। के को चित्र? ईश्वर। ईश्वरको पहिलो वर्ण ई। त्यसैले हामीले ईलाई गोलो घेरा लगायौँ। ई, ईश्वर। ई, ईश्वर। अब एकचोटि पढौँ है त। गाई ई। ई। अब यो के होला? ई। यो चित्र के? गाई। गाईको पछिल्लो वर्ण ई। अब यो के होला त फेरि? यो पनि ई। ईबाट के बन्ने रहेछ? ईशान। ईशान, ई। ई, ईशान। अब यो चित्र चाहिँ के त? ईश्वर। ईश्वरको पहिलो वर्ण ई। ई, ईश्वर। ईश्वर, ई। स्याबास विद्यार्थीहरू, तपाईँहरूले पनि यसै गरी पढ्नुभयो। अब तपाईँहरूले यी वर्ण पनि चिन्नुभयो। विद्यार्थीहरू, आजको कक्षामा तपाईँहरूले यीबाट बनेका शब्दहरूका बारेमा सिक्नुभयो। आजको कक्षामा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अर्को कक्षामा हामी फेरि भेट्नेछौँ। हाम्रो कक्षा यही सकिन्छ। नमस्कार।